आया एउटो गाउँमा एउटो कालु गरे नाम थियो गरे केटो के त्यो केटो बाख्राकोला जान्न छ अनि एक दिन बाख्राकोला गएछ अब यो गाउँका मान्छेहरूलाई झुक्क्याउँछु म भन्ने सोचेको छ र रुखमा गएछ अनि ओइ बाघ आयो भनी कराएछ अनि कराउने बेला सबै गाउँलेहरू ओहो यखो बाख्रा साँच्चै खाइदिए कि भन्ने मानिन सबै गाउँलेहरू त्यहाँ जङ्गलमा गएछन् अनि जाने बेला कालु मजासित हाँसिराखेर छ अनि त्यो गाउँलेहरूले झपारेछन् यसरी हप्काए क्या झपार्यो भने हप्काए यसरी हामीलाई ढाँट्ने दुःख दिने भनेछन् र अब यस्तो नगरेस् भनी सम्झाइ बुझाइ गरिन फर्किएछन्। अब भोलिपल्ट अर्को दिन पनि फेरि त्यसै गरी बाख्रा चराउन गएछ फेरि त्यही किसिमले कराएछ ए गुहार गुहार बाघ आयो हाम्रा भेडा बाख्राभरि सक्दियो मेरा आऊ बचाऊ भनेछ। फेरि गाउँलेहरू सबै अब आफ्नो काम छोडिन गएछन्। जाने बेला त्यस्तै रुखमा चढ्या छ बाघसा के आएको छैन त्यो दिन पनि झुक्क्यायो अनि त्यसरी गाउँलेहरूले अब यो त झुटो बोल्ने रहेछ यखा कुरा सुन्नुहुन्न भनेछन्। त्यो कालुलाई हपारेछन् झपारेछन् फर्किन आएछन् अनि एक दुई दिनपछि साँच्चीकै बाघ आएछ र त्यो कालु बाख्राभरि सबै खान आयो छ। अनि त्यो दिन त कालु रुखमा चढ्यो पहिला जस्तै गुहार गुहार भन्यो माग्यो गुहार माग्यो गाउँलेहरू कोही पनि गएनन्। नगएपछि आज पनि यसले ढाँट्या होला ठग्या होला भने गाउँलेहरू कोही गएनन्। त्यहाँ बाख्राहरू सबै बाघले सिद्ध्याइदियो। सिद्ध्याइदिएपछि साँच्चीकै त्यो दिन कालु बाख्राभरि सबै बाघले खाइदिएपछि साँझ रुँदै रुँदै घर पुग्थ्यो गरे। त्यही पनि झुटो बोल्यो कि पोल्यो भन्छन् हामी सकेसम्म